हेलो साथीहरू, गुड मर्निङ। सन्चै आरामै हुनुहुन्छ तपाईँहरू? आजै मैले अलि बिहानै बिहानै भिडियो बनाएको छु। अब जे कुराको डर थियो त्यही नै भएको छ। हेर्नुहोस्, हिजो अस्ति मैले त्यो भिडियोमा मैले चाहिँ पानी पर्नु लागेछ, पानी पर्ने अब बर्बाद हुन्छ, धान भनेको थिएँ बर्बादै हुन्छ। हेर्नुहोस्, यो पानी पर्नु सुरु गरिसक्यो। बिहानबाट सिमसिम भइरहेको थियो, अहिले चाहिँ अलिअलि अझै अझै बढी भइरहेको छ। यो पछाडि हेर्नुहोस्, खासै ठुलो चाहिँ नआए पनि होइन, यही पानीले पनि धेरै बिगारिदिन्छ। अब तपाईँको हेर्नुहोस्, अब भोलि पर्सि चाहिँ झन् ठुलो पानी पर्छ भनिरहेको छ। भगवान्को कृपाले पानी नपर्दिए हुन्थ्यो होइन। अब किसानीले दुःख गर्यो गर्यो, वर्ष दिनमा वर्ष दिनको चाहिँ खानेकुरा अब यी हुल्न लाग्नु बेलामा यस्तो हुन्छ। अब यो त किसानीको लागि त वज्रपातै हो। हेर्नुहोस्, यो ठुलो, यो जस्तो ठुलो वज्रपातहरू केही हुन सक्दैन। अब हाम्रो देशमा हेर्नुहोस्, मैले त्यो एउटा मेसिनको कुरा गरेको थिएँ। अब त्यो मेसिन भइदिएको भए पनि हामीलाई त धेरै सुविधा हुन्थ्यो। ठाउँ ठाउँमा त्यो त्यस्तो खालको मेसिन हुने होइन। अब त्यस्तो व्यक्तिगत रूपमा अब त्यस्तो खालको मेसिन ल्याउन पनि कानुनी रूपबाट अब यातायातको के झमेलाहरू छ, भन्सारमा झमेलाहरू हुन्छ। हेर्नुहोस्, अनि त्यसपछि अब त्यो सर्भिसिङ मेसिनरी कुराहरू पाटपुर्जा बिग्रियो भने बनाउनेको झमेला होइन। अब यी कुराहरू छ। मेन कुरा त कानुनी झमेला छ होइन। अब ती कुराहरू त सरकारले यहाँ ठाउँ ठाउँमा उपलब्ध गराइदिने, अब त्यस्तो खालको भइदियो भने हामी किसानीलाई त धेरै सुविधा हुन्थ्यो नि। अहिले यस्तो पानी पऱ्यो भने पनि सरर तपाईँको त्यो घिलोमा जाने होइन। अनि त्यहाँबाट त त्यो तपाईँको त्यो धान जति सबै उसैले त्यो स्टोर गर्छ होइन, ल्याएर राखिदिन्छ। अनि तपाईँको पराल जति त्यो खेतमै हुन्छ, परालको त खासै पिरे पनि हुँदैन। अब त्यो सुक्यो भने पछि ल्याए पनि हुन्छ। हेर्नुहोस् है, अब यो कुरा कसले बुझिदिने? अब सबै अब किसानलाई हुने भनेर धेरै उ चाहिँ हुन्छ, तर किसानीको मर्का चाहिँ कसैले नि बुझ्दैन। मेन कुरै यही हो। हेर्नुहोस्, अब त्यस्तो खालको मेसिनहरू हाम्रो देशमा हुन्थ्यो भने आज हामीलाई यस्तो खालको यो पानीले हामीलाई केही बिगार गर्दैन के। पानी पानीमा पनि हिँड्छ। हेर्नुहोस्, त्यो मेसिन त त्यति राम्रो हुने रहेछ। अब त्यो अर्को खालको त्यो रेपर मेसिन ल्याएको, त्यो रेपर मेसिन त छिनछिनमा बिग्रिने। हेर्नुहोस्, अब त्यो काम छैन, हिलोमा जाँदै जान्न त्यस्तो खालको। त्यो मैले देखाएको जस्तो मेसिन चाहिँ त्यो जापानिज मेसिन रहेछ होइन, इन्डियासम्म आएको रहेछ। त्यो खालको मेसिन सरकारले भित्राइदियो भने हामी किसानीलाई सस्तो, राम्रो होइन, धेरै कुराले सुविधा अति राम्रो हुन्थ्यो। हेर्नुहोस्, के गर्ने? अब त्यो सानो ठुलो जस्तो पनि हुने रहेछ है, एकदम राम्रो के कुना काप्चा जस्तोमा नि त्यो के अरे अग्लो भए पनि होचो भए पनि जस्तोमा नि हिँड्ने रहेछ क्या त्यो खालको त। यस्तो राम्रो हुने रहेछ। हेर्नुहोस्, त्यही भएर मैले भनेको। अब ल हेर्नुहोस्, यत्रो पानी पर्यो, अब यही पानी थोरै थोरै पानी आयो भने पनि अब त्यो भिज्यो। त्यो भिजेपछि त अब कति दिन लाग्छ सुक्न। हेर्नुहोस्, अझै पानी पर्ने भन्दैछ। अब के गर्ने? त्यो यता न उताको भयो, भनेको बेला मान्छे पाइँदैन, मान्छे खोज्नु गएको अब मान्छे छैन। ल हेर्नुहोस्, यस्तो छ समस्या हजुर। त्यही भएर मैले चाहिँ धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्, तपाईँहरूको आफ्नो कमेन्टबाट पनि राखिदिनुहोस्। सरकार मार्फत सरकार समक्ष पुगोस्। यो कृषि मन्त्री को हुनुहुन्छ उहाँले पनि पुगोस् होइन। यातायातमा को हुन्छ उनीहरूले पनि यो कुराहरू कानुन सम्मत कुराहरू पनि हुन्छ, त्यसमा पुगेर त्यस्ता खालको हामी जस्तो किसानीलाई त्यो सहयोग पुग्ने खालको साधनहरू उपलब्ध गराइदियोस् भन्ने मेरो चाहिँ एउटै कुरा हो है। हामी बहुत दुःख छ कि यो किसानहरूलाई। हेर्नुहोस्, मेरो त थोरै छ, अझै कति धेरै हुनेलाई त धेरै हुनेलाई त धेरै हुन्छ होइन, गाह्रो हुन्छ। अब मेरो त के छ र, अब घरको र यताउता गरेर 15-16 कट्ठा त हो। 15-16 कट्ठामा पनि अब यत्रो समस्या हुन्छ भने चाहिँ अब धेरै धेरै बिघा बिघा हुनेलाई त धेरै गाह्रो हुन्छ नि त। सरकारले त्यो किसिमको साधनहरू उपलब्ध हुने खालको एउटा चाहिँ व्यवस्था मिलाइदियो भने त ल्याउँथे, सबैले सबै गर्थे होइन। यस्तो छ हजुर।
त्यही भएर तपाईँहरूसँग मेरो चाहिँ यो हो गन्थन है।